Hello, good morning. Good morning, good morning. Good morning सबैजनालाई. जय श्री राम. ओम गण गणपते नमः. Hi sir, good morning. Make it full please, yeah? Full, yeah. Special, yeah. 95. Yes, please. How much is it? 160. Hello and good morning everyone. I hope तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला. अनि म चाहिँ रेडी भएर अब रोस्ट्रीतिर जाँदैछु मेरो कामतर्फ है. आम अन माई वे. अनि म चाहिँ त्यही हो, अब वहाँ पुगेर सबै कुराहरू मेरो काम कसरी स्टार्ट हुन्छ, के गर्छु म, अनि रोस्ट्रीमा चाहिँ बरिस्टाको काम कस्तो हुन्छ, म त्यो सबै कुराहरू चाहिँ हजुरहरूलाई देखाउने कोसिस गर्नेछु है. अनि त्यही हो गाइज, स्टे विथ मी. अनि अर्को कुरा चाहिँ के भन्दाखेरि म चाहिँ अहिले दुबईको अलरिगा भन्ने ठाउँमा चाहिँ बसिरहेको छु है. अनि मेरो रुम चाहिँ त्यहाँनिर छ. अनि म काम गर्ने चाहिँ अल्कुस 3मा हो होइन. अनि हाम्रो रोस्ट्री चाहिँ त्यहाँनिर छ. अनि त्यही हो, हाम्रो कम्पनीको बारेमा कुरा गर्नुपर्दा चाहिँ हाम्रो कम्पनी चाहिँ दुबईमा 2014मा स्टार्ट भएको थियो. अनि त्यस पछाडि अहिले 2026 चलिरहेछ भनेपछि अलमोस्ट 9-10 इयर्स हुन लाग्यो होइन. अनि त्यही हो, दुबईमा चाहिँ खासै ब्रान्चहरू अथवा कफी सपहरू चाहिँ केही पनि छैन हाम्रो. मोस्टली चाहिँ इजिप्टमा चाहिँ हाम्रो मोर देन 20 ब्रान्चहरू चाहिँ ओपन भइसकेको छ. किन भन्नुहुन्छ भने माई बोस फ्रम चाहिँ इजिप्ट के है. अनि अब त्यही हो, इजिप्टमा धेरै छ अनि एकदम फेमस पनि छ दुबई. दिस इज कल दुबई है गाइज. अनि कति राम्रो रोड है. अनि साइडमा फुलहरू, यो रुखहरू, यो रुखमा चाहिँ फुलिरहेको छ फुलहरू. वाट अ राइम. ऱ्यापर भन्छु क्या हो म. अनि दिस इज क्रिक है, क्रिक हार्बर गाइज. So look at the view guys, what amazing. See कस्तो राम्रो रुखहरू, युरोपवाला भाइब्स दिन्छ यहाँ चाहिँ है. रोडहरू त्यस्तै टाइपको होइन. अमेजिङ, इट्स अमेजिङ. Yeah, came through flexing cause they know I got the sauce. Got the presence on me, I can't ever take it off. That's why I came, country boy stepping, yeah. Here we go guys. म चाहिँ आइपुगेँ है. Oh my goodness, what a hot day. Bad coffee is over. This is our slogan, hey guys. Welcome to the process. So here we go guys. This is our roastery. Woo-hoo-hoo. And that's our office. Farhan sir, good morning. So here we go guys. This is the bar. Mr. Joffrey. Good morning, brother. Good morning. Good morning, sir. Good morning. Nathan. Good morning, bro. Good morning. Khalid किधर गया? Khalid sir. Hello, Khalid sir. Good morning. What's up? Good morning. कैसे है? Namaste. Ram ram. Who you know? But like this, nobody can't go slow. I gotta hit that body. I'm the top, but the top I can't never. Alright guys, so
लेट मी सो यु माई बार सेटअप गाइज है। यो चाहिँ मेरो बार सेटअप रहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। अनि फर्स्ट अफ अल हजुरहरूलाई म इन्ट्रोड्युस गराउन चाहन्छु। यो चाहिँ हाम्रो एस्प्रेसो मेसिन, लामर्जोको लिनिया भन्छ यसलाई चाहिँ होइन, त्यो मोडलको मेसिन हो। अनि हामीसँग ग्राइन्डर रहेको छ भिक्टोरिया आर्डिनोको माइथोस 1 भन्ने ग्राइन्डर होइन। अनि यो हाम्रो रहेको छ EK43 मल्कोनिकको ग्राइन्डर हो, अनि त्यो पनि त्यही हो है। अनि अर्को कुरा हामीसँग रहेको छ लामर्जोको एकदम फेमस होइन। अनि यो चाहिँ तपाईँको होम पर्पजको लागि अथवा सानो कुनै एउटा कियोसहरूको लागि चाहिँ युज गर्नको लागि चाहिँ एकदम बेस्ट मसिन। अनि लामर्जोको GS3 होइन, अनि मिनी हो, एकदम राम्रो छ। अनि त्यही हो, हामीसँग फिल्टरको लागि रहेको छ BWT को है। अनि यो पनि एउटा वान अफ द बेस्ट वाटर फिल्टर हो है। अनि अब त्यही हो, सबैले युज गर्छ, एकदम राम्रो ब्रान्ड छ। अनि गाइज अर्को कुरा रहेको छ हामीसँग क्याटल। अनि यो चाहिँ हाम्रो फ्यालो कम्पनीको क्याटल हो है। अनि अर्को रहेको छ हाम्रो ब्रुस्टाको क्याटल होइन। अनि अरू के देखाउने, यो चाहिँ हाम्रो स्केल रहेको छ अकायाको है, अकायाको स्केल एकदम हुन्छ नि। अब यो ब्रान्ड नै खतरा के, कस्तो खतरा भन्दाखेरि अलिकति महँगो पर्छ। अनि तपाईँको एकदम तपाईँको वान टाइम इन्भेस्टमेन्ट हो कि, एकचोटि खर्च गरिसके पछाडि तपाईँले एकदम लङ टाइमको लागि चाहिँ युज गर्न सक्नुहुन्छ है। अनि गाइज अरू त के देखाउने, द्याट्स अल है। लेट्स सी गाइज, दिस इज माई बार है। अनि म चाहिँ मेरो बारमा आइसकेको छु। अनि अब चाहिँ मैले बारमा आइसके पछाडि के गर्नुपर्ने हुन्छ भन्दाखेरि कफीहरू चाहिँ चेक गर्नुपर्ने हुन्छ, यानि कि कलिब्रेट गर्नुपर्ने हुन्छ मेरो कफीहरू होइन, के छ कस्तो छ अनि कुन चाहिँ। अनि तपाईँको हुन्छ नि सबै कुराहरू चाहिँ एकदम प्रपर तरिकाले चाहिँ राख्नुपर्ने हुन्छ। अनि एज अ कोही क्लाइन्टहरू अथवा कोही गेस्टहरू कस्टमरहरू आइहाल्यो भने चाहिँ उहाँहरूलाई बेस्ट कफी चाहिँ मेरो तर्फबाट चाहिँ सर्भ गर्नुपर्ने हुन्छ है त गाइज। अब ढिला नगरिकन म चाहिँ कफी कलिब्रेट गर्न गइरहेको छु। जस्ट स्टे विथ मी गाइज है त। अलराइट, हियर यु गो गाइज। मैले चाहिँ मेरो कलिब्रेसन चाहिँ सकिसकेको छु है, देख्नुभयो तपाईँहरूले। अनि आई हेभ डन माई कलिब्रेसन। अनि तपाईँहरूलाई चाहिँ अब अहिले के कलिब्रेसन भनेको के भन्दैछ यसले जस्तो लागिरहेछ भने चाहिँ लेट मी टेल यु समथिङ अबाउट द कलिब्रेसन है त गाइज। म सिम्पल भाषामा भन्छु होइन, जो नयाँ भ्युवर्सहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब जो कफीको बारेमा थाहा छैन उहाँहरूको लागि चाहिँ स्पेसली सिम्पल अनि एकदम बुझ्ने तरिकाले भन्न चाहन्छु। नयाँहरूलाई त थाहा हुँदैन राम्रोसँगले, तर पुरानोहरूलाई त अफकोर्स थाहा छ। किन भन्दाखेरि अब पुरानो जो जति पनि अब तपाईँको कफी फिल्डमा काम गर्दै हुन्छ एज अ बरिस्टाको रूपमा भने चाहिँ उहाँहरूको लागि भनेको यो कलिब्रेसन चाहिँ एकदम बेसिक अनि एकदम डेली बेसिसमा चाहिने कुरा हो है। अनि यो चाहिँ हरेक बरिस्टाले चाहिँ गर्नुपर्ने कुरा नै हो होइन। अनि कलिब्रेसन भनेको चाहिँ के भन्नुहुन्छ भने हजुरहरूको एस्प्रेसो मसिन अनि त्यस पछाडि हजुरहरूको ग्राइन्डर जुन छ हो त्यो दुईवटा बिचको चाहिँ एउटा एडजस्टमेन्ट हो कि है। कलिब्रेसन भनेको चाहिँ दुईवटाको बिचमा चाहिँ अब एडजस्टमेन्ट गर्ने एक अर्कालाई। अब कसरी गरिन्छ भन्दाखेरि त्यसमा पर्न जान्छ ग्राइन्ड साइज होइन, तपाईँको डोज, ट्याम्पिङ, वाटर टेम्परेचर होइन, हो यो कुराहरूलाई नै चाहिँ एक आपसमा चाहिँ मिलाउनुलाई चाहिँ कलिब्रेसन भन्छ क्या। अनि जब त्यो तपाईँको एक आपसमा मिल्छ नि ग्राइन्ड साइज तपाईँको ग्राइन्डरसँग र एस्प्रेसो मसिनसँग जुन यो कुराहरू मिले पछाडि चाहिँ अनि तपाईँको पर्फेक्ट एस्प्रेसो चाहिँ एक्सट्र्याक्ट हुन्छ। अनि त्यो चाहिँ अनि तपाईँहरूले अनि मिल्क बेसमा युज गर्नुहुन्छ होइन, एज अ एस्प्रेसो डाइरेक्टली पिउनुहुन्छ। अनि हो त्यसरी चाहिँ मिलाउनुलाई चाहिँ कलिब्रेसन भनिन्छ है त। होप तपाईँहरूले बुझ्नुभयो होला होइन। अनि मैले चाहिँ यो सिम्पल अनि सरल तरिकामा चाहिँ भन्न खोजिरहेको, हजुरहरूलाई बुझाउन खोजिरहेको। Country boy steppin', yeah, I'm country boy steppin'. Yeah, they can't get like me. Rockin' boots and white tee, designer on my cuff, link something like a movie. Country boy steppin', yeah, I'm country boy steppin'. Country boy steppin', yeah, I'm country boy steppin'. Yeah, why they mad at a man like me? I went too crazy. Better take that knee and kiss my ring, cause I be royalty. Every
Everywhere I go, my scene, and they be hating. That's such a lame thing. Good morning, Mr. May I? Same. Same one, right? With the No. normal one. For the Alex also, or only for you? Only for you. Ah, okay. Here you go. Thank you so much. Thank you. You too. See you. So guys, तपाईहरुले मलाई देखिहाल्नु नै भयो है. अनि म चाहिँ अहिले अब काम गरिरहेको छु हैन. अनि तपाईहरुले देख्नुहुन्छ मलाई है काम गरिरहेको. अनि मेरो काम चाहिँ एज अ बरिस्टाको काम चाहिँ रोस्ट्रीमा चाहिँ के हो भन्नुहुन्छ भने चाहिँ आफ्नो बारहरु अर्गनाइज गर्ने हैन. अनि तपाईको अब हुन्छ नि कफीहरु चेक गर्ने कस्तो छ के छ छैन हुन्छ नि. अनि तपाईको बेच्न राखेको सेल्फमा राखेको कफीहरुको तपाईको डिटेल्सहरु निकाल्ने हैन. तपाईले कति चाहिएको कति छ छैन त्यो कुराहरु सब चेक गर्नुपर्ने हुन्छ है. अनि कस्टमरसँग डिल गर्नुपर्ने हुन्छ. क्लाइन्टहरु आउँछ उहाँहरुसँग कुराकानी गर्नुपर्ने हुन्छ हैन. अनि त्यो चाहिँ एउटा ओभरअल चाहिँ बरिस्टाले गर्नुपर्ने कामहरु भनेको चाहिँ यिनीहरु नै पर्छ के. आई होप तपाईहरुले सबै भिडियो हेर्नुभयो होला है. अनि देख्नुभयो होला मैले काम गरेको कसरी गर्दै रहेछु हैन. अनि कस्तो टाइपको चाहिँ हुँदो रहेछ रोस्ट्रीमा भन्ने कुराहरु चाहिँ तपाईहरुले देख्नुभयो होला. तपाईहरुले हेरेर भिडियोलाई इन्जोय गर्नुभयो भन्ने मलाई लागिरहेको छ है. अनि कति कुराहरु मैले बुझाउन सके होला कति कुराहरु बुझाउन सकिन होला हैन. अनि नसकेको खण्डमा त्यसको लागि म एकदम क्षमा प्रार्थी छु है. म सरी भन्न चाहन्छु. त्यही हो गाइज तपाईहरुले भिडियोलाई हेर्नुभयो अनि राम्रोसँगले बुझ्नुभयो होला भन्ने मलाई लागेको छ. अनि त्यही हो देखिहाल्नु भयो अरु त बरिस्टाको रोल कस्तो कस्तो हुँदो रहेछ हैन. फेरि यो हैन कि मेरोमा मैले यस्तो गरिरहेको छु है अनि सबैतिर यस्तै होला भन्ने चाहिँ नसोच्नु होला है. डिफ्रेन्ट रोस्टीको डिफ्रेन्ट टाइपको चाहिँ तपाईको अनि टाइपले चाहिँ कामहरु हुन्छ हैन. अनि त्यही हो गाइज होप इन्जोय गर्नुभयो रमाइलो गर्नुहोस् अनि थ्यांक यू सो मच फर वाचिङ.